नेपालको संविधान देशको मूल कानून कसरी बदलिन्छ त? आज यही प्रक्रियाबारे कुरा गरौँ। ल सोचौं त, कुनै पनि देशले आफ्नो सबैभन्दा महत्त्वपूर्ण नियमको किताब यानि संविधान कसरी बदल्छ होला? सजिलो भाषामा भन्दा यो देशको मूल कानूनलाई समयअनुसार अपडेट गर्ने एउटा आधिकारिक प्रक्रिया हो। तर के संविधानमा यस्ता कुराहरू पनि छन् जुन कहिल्यै बदल्नै मिल्दैन? हो, छन्। र ती के हुन्? हेरौँ है त। हो, हाम्रो संविधानमा केही यस्ता रेड लाइनहरू छन् जसले देशको पहिचान र सार्वभौम सत्ताको रक्षा गर्छन्। जनताको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वतन्त्रता, यी 3 कुरामा कहिल्यै परिवर्तन हुँदैन। त्यसो भए कुनै संशोधनको प्रस्ताव कसरी कानून बन्छ त? यसको यात्रा कस्तो हुन्छ? हेरौँ है। संसदमा विधेयक दर्तादेखि राष्ट्रपतिले प्रमाणीकरण गरेपछि बल्ल संशोधनले कानूनको रूप लिन्छ। यहाँ विशेष बहुमत बनियो, हैन? यसको मतलब वास्तवमा कति सांसदको समर्थन हो त? यसको मतलब हो संसदमा जति सदस्य छन् त्यसको 2/3 पक्षमा भोट हाल्नै पर्छ। अब नम्बरमै हेर्दा प्रतिनिधि सभामा लगभग 184 र राष्ट्रिय सभामा 39 सांसदको समर्थन चाहिन्छ। तर केही विशेष अवस्थाहरू छन् जहाँ प्रदेशहरूको भूमिका एकदमै महत्त्वपूर्ण, भनौँ न निर्णायक नै हुन्छ। जब संशोधनले कुनै प्रदेशको सिमाना वा अधिकारमा असर गर्छ, तब प्रदेश सभाको स्वीकृति अनिवार्य हुन्छ। तर यदि प्रदेशहरूले 3 महिनाभित्र केही निर्णय दिएनन् भने चाहिँ संघीय संसद अगाडि बढ्न सक्छ। भनेपछि सूत्र एकदमै सरल छ। संघीय संसदको 2/3 बहुमत र आवश्यक पर्दा प्रदेशको सहमति। आखिर किन त यस्तो कडा प्रक्रिया? किनभने यसले संविधानलाई स्थिर राख्छ र जथाभावी परिवर्तन हुन दिँदैन। यो प्रक्रियाले संविधानलाई बलियो पनि बनाउँछ र समयअनुसार जनताको भावनालाई समेट्ने बाटो पनि खुल्ला राख्छ।